हुन् मानबहादुर कडायत। पुर्ख्यौली घर अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर 12 खप्तड पुत्रु भएका र बाल्यकाल पुत्रुमै बितेका र त्यसपछि चाहिँ अछामबाट कैलाली जिल्लाको घोडागढी नगरपालिका वडा नम्बर 4 सिमथरी कौवामा बसोबास गर्दै आएका मानबहादुर कडायतको अवस्था यस्तो वियोग अवस्था रहेको छ। उहाँलाई चाहिँ हेर्नुहोस्, तस्बिर आफै बोल्छ भने जस्तै उहाँलाई नुहाउनको लागि, दिशा पिसाब गराउनको लागि र एक ठाउँबाट अर्को ठाउँ सार्नको लागि यो तरिकाले यहाँको स्थानीय सरकार, यहाँका समाजसेवी बुद्धिजीवी राजनीतिक व्यक्तित्वहरूले यो हेर्नुपर्ने हो। तस्बिर आफै बोल्छ। उहाँको दुःख पीडा हेर्नुहोस्, घाउहरू हेर्नुहोस्, उहाँको स्थिति हेर्नुहोस्, एकदमै डरलाग्दो। कैलाली जिल्लाको घोडागढी नगरपालिका वडा नम्बर 4 सिमथरी कौवामा छु। विशेष गरेर हामी गाउँघरमा रहेका दुखी, पीडित र गरिबका समस्याहरूलाई उजागर गर्ने गर्दछौँ र आज हामी यो कैलाली जिल्लाको घोडागढी नगरपालिका वडा नम्बर 4 सिमथरी कौवामा आएका छौँ र यहाँ हाम्रो माझमा एकदमै दयनीय अवस्था, दुःख पाएका, पीडामा रहेका, आफ्नो शरीर चाहिँ चलाउनै नसक्ने अवस्थामा रहेका र 25 वर्ष अगाडिदेखि नै दुःख पीडा खेप्दै आएका र एकदमै यो कम्मरभन्दा तलको भाग चल्नै नसक्ने अवस्थामा रहेका हाम्रा दाई मानबहादुर कडायत। पुर्ख्यौली घर अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर 12 खप्तड पुत्रु जन्मस्थान भएका र त्यसपछि चाहिँ अछामबाट बसाइ सरेर कैलाली जिल्लाको घोडागढी नगरपालिका वडा नम्बर 4 सिमथरी कौवामा आउनुभएका मानबहादुर कडायतको दयनीय अवस्था भएको कारणले यो दुःख पीडा हामी जनतामाझ पुर्याउनको लागि हामी आज यो कैलालीमा आएका छौँ। उहाँको लागि स्याहार सुसार गर्ने एउटा मान्छे कामै छोडेर पनि लागिराख्नुपर्ने हुन्छ। हेर्नुहोस्, कम्मर भाँचिएको, खुट्टा चाहिँ कामै नलाग्ने भएको, अगाडिको भागले पुरै शरीरलाई धान्नुपर्ने, ज्यान अलि भारी छ तर उहाँले धान्नै नसक्ने अवस्था छ। हेर्नुहोस्, माथि लिनुपर्दा, तल झार्नु पर्दा, दिशा पिसाब गराउनु पर्दा यस्तो अवस्था छ। आज हाम्रो माझमा हुनुहुन्छ हाम्रा दाई मानबहादुर कडायत। विगत 20-22 वर्षदेखि नै कम्मर टुटेर एकदम अपाङ्ग अवस्थामा भएका र एकदमै दुःख पीडाको जिन्दगी झेलिरहेका र उनका अथाह दुःख छन् र पारिवारिक स्थिति, घरायसी स्थिति पनि एकदम कमजोर अवस्थामा छ। उहाँलाई हामी कार्यक्रममा कुराकानी गर्न चाहन्छौँ। यहाँलाई स्वागत छ। नमस्ते। अब उहाँ नै हुनुहुन्छ जो मैले भनिसकेको छु, उहाँको कम्मरदेखि तल भाग कति चल्दैन, उठाउनै सक्नुहुन्न, एउटा नसा पनि कमजोर भइसकेको, एकदम तलको भाग लगभग मरे जस्तै छ र हामी उहाँको यो अवस्था पाउँछौँ यतिखेर। तर माथि चाहिँ उहाँ राम्रै हुनुहुन्छ, बोल्न सक्नुहुन्छ, खान चाहिन्छ, लाउन चाहिन्छ, दुःख पीडा बुझ्नुहुन्छ, दिमाग राम्रै छ। तर यो अवस्थामा उहाँले कसरी जिन्दगी गुजारिराख्नु भएको छ त? उहाँको एउटा पारिवारिक अवस्था पनि कमजोर छ, उहाँको बुवा पनि स्वर्गवास भइसक्नु भएको छ हैन, एउटा दाई भाउजू हुनुहुन्छ, उहाँले जिन्दगीभरि कति हेरेर बस्ने, आफ्नो घर परिवार चलाउने कि आफ्नो छोराछोरी पढाउने कि? उहाँको दाई भाउजू अन्त भतिजा छन् तर उनीहरू पनि एकदमै दुःखमा छन् यतिखेर। उहाँले पनि सधैँभरि हेर्न सक्ने अवस्था छैन। उहाँ पनि एउटा सुसम्पन्न परिवारको होइन, एकदम गरिब परिवारको नै हो। त्यसकारण उहाँले पनि सधैँभरि उहाँले आफ्नो काम छोडेर, आफ्नो इन्डियाको नौकरी गर्न छोडेर इन्डियाको एउटा दुःख गरिराख्नु भएको छ। उहाँको काम छोडेर यता उहाँले पनि भ्याउन सक्नुहुन्न, किनकि उहाँको एउटा जिन्दगीमा त्यस्तै भाग्य नै बिग्रेको भन्नुपर्छ या दैवको लीला भन्नुपर्छ। उहाँलाई के भयो र कसरी भयो, म उहाँकै मुखबाट सोध्न चाहन्छु। तपाईँको यो घटना कसरी भएको थियो? खास मेरो काम गर्ने बेला माथिबाट पहिरो आएर कम्मर भाँचिएको हो। कम्मर भाँचेपछि तपाईँको कति वर्ष हुँदाखेरि कम्मर भाँचेको? लगभग 20 वर्ष हुँदाखेरि होला। तपाईँ 20 वर्षको उमेर हुँदाखेरि नै कम्मर टुट्यो? हजुर। त्यसपछि तपाईँले जिन्दगीमा चाहेका सपनाहरू, सोचेका कुराहरू, के गर्न चाहेका कुराहरू पनि गर्न सक्नु भएन? मनको कुरा मनमै रह्यो? हजुर, मनमै रह्यो। अब तपाईँको दुःख त यहाँ कल्पना पनि गर्न सकिँदैन होइन। दुःख भनेको यति छ कि यो सायद कसैले सोच्न पनि सक्दैन होला। सायद अरू व्यक्ति भइदिया भए आत्महत्या गरेर पनि मर्थ्यो होला। तपाईँलाई त्यस्तो लाग्छ होला कहिलेकाहीँ? लाग्छ कहीँनिर लाग्छ। तर
आफ्नो ज्यान आफै मार्न सकिँदैन, आफै मर्न पनि सकिँदैन होइन। हजुर हजुर अब मर्नुभन्दा बौलाउनु जाति छ भने सरह एउटा तपाईँले त्यो जिन्दगी आँचिराख्नु भएको छ। हजुर हजुर जन्म र मृत्यु एकचोटि मात्र हुन्छ होइन। तपाईँ मरण र जीवनको दोसाँधमा जिराख्नु भएको छ आफूलाई। हजुर हजुर कस्तो कस्तो लाग्छ तपाईँको मनमा, के लाग्छ? अरूको जिन्दगी हेर्दाखेरि अरू डुलिरहेका हुन्छन्, हाँसिरहेका हुन्छन्, घुमिरहेका हुन्छन्, नाचिरहेका हुन्छन्, कमाइरहेका हुन्छन्, रमाइलो गरिरहेका हुन्छन्, त्यस्तो बेला तपाईँको मनमा कस्तो लाग्छ? के भइदियो? नराम्रो लाग्छ मलाई, एकदम नराम्रो लाग्छ होइन। हजुर हजुर तपाईँलाई तपाईँभित्र रुनको लागि आँसु पनि छैन अहिले? छैन छैन। कति रुने? रुँदा रुँदै त तपाईँ धेरै वर्ष त रुएरै बिताउनु भयो होला। हजुर हजुर बिताउनु भयो धेरै। हाम्रो करण कडायत दाइ हुनुहुन्छ, अनि तपाईँले उहाँको दुःख पीडा सब देख्दै आउनुभएको छ, भोग्दै आउनुभएको छ। जस तपाईँको आमा बुवा स्वर्गवास भइसकेपछि तपाईँ उहाँको बुवा भनेर स्याहार सुसार गरिराख्नु? स्याहार सुसार गर्नै पर्ने बाध्यतै भएर पनि गर्नुपर्ने अवस्था देखियो। गर्ने कसले छैन, भाइ छैन, कोही छैन। यो भाइ थियो एउटा, यो अपाङ्गै अवस्थामा भएको कारणले अब गरिसकिखेर पनि इन्डिया नगएर पनि यहाँ बस्नुपर्ने बाध्यता भएर यसलाई काम गर्नुपर्ने, निरन्तर खाना दिने, पानी दिने, अब दिसा पिसाब स्याहार सुसार गर्नुपर्ने बाध्यता भएर त्यही भएर 2-4 वर्ष कर्ज लागेर त्यही भएर यसलाई छोडे, 1 वर्ष छोडेर फेरि दिल्लीमै 2 वर्ष जति दिल्लीमै फेरि बेड घाउको लागि दिल्लीमै चेक गरेर त्यसपछि उपचार गरेर 2 वर्षपछि घर फर्काएको। तर तपाईँको जीवनमा एकदमै ठुलो वज्रपात पर्यो, ठुलै एउटा पीडा आइपर्यो, भाग्य बिग्रियो भन्नुपर्छ। दैवले पनि तपाईँको दुःख देखेन होइन। तपाईँ एउटा सानो उमेरमादेखि नै एउटा हुन्छ नि टाउकोमा जिम्मेवारी पर्यो होइन दाइ? टाउकोमा सानो उमेरदेखि जिम्मेवारी पढेर आमाले छोडेर त्यो सानै उमेरदेखि जिम्मेवारी पढेर यसलाई यस्तो वज्रपात पढे के गर्ने, मर्नु न बाँच्नु, यसलाई भन्दा पनि मलाई सहित भइरहेछ। तर तपाईँलाई नि एउटा बाँचेर पनि बाँच्नुको अर्थ छैन। एउटा टाउकोमा यति ठुलो जिम्मेवारी, कहिले रुन मन लाग्छ होइन? रुन मन लाग्छ, के गर्न त, पढ्न पाइएनन्। अब 2-3 क्लास यसलाई पढ भन्दा यसले पनि पढ्यो। यसपछि उहाँ मानबहादुरका दाइ कर्णबहादुर कडायत, उहाँको दुःख हेर्दा सबैको आँखामा आँसु आउँछ। यो समाज नै रुन्छ हेर्नुहोस्। जसले भिडियो हेरिराख्नु भएको छ उहाँको आँखामा पनि पक्कै पनि आँसु आउँछ होला। किनभने दुःख, योभन्दा बढी दुःख त दुश्मनलाई पनि नपरोस् भन्छन् नि एउटा होइन। एउटा मन रुन्छ के, किनकि पीडा भोग्नेलाई थाहा हुन्छ। अचानकको पिर खुकुरीले जान्दैन, आकाशमा उड्ने पन्छीलाई चाहिँ समुद्र गइरहेको कति हुन्छ भन्ने थाहा हुँदैन हेर्नुहोस्। त्यसकारण दुःख उहाँलाई यस्तो छ कि उहाँबाट पनि हामी केही कुरा सुन्यौँ। अनि तपाईँले त्यो सानो उमेरमा एउटा जिम्मेवारी काँधमा पर्यो, बिहे भयो, छोराछोरी जन्मे होइन, त्यो दुःख त एकदमै भयो होला होइन? एकदमै दुःख त एकदमै नहुने त कुरै भएन। सब आफू पनि अपाङ्गा, फेरि हात टुटेर हातले काम गर्दैन आफू पनि, त्यस्तै भएर आफूले के गर्ने, नमर्नु न बाँच्नु। अब मार्न सकिँदैन, मर्न सकिँदैनन् होइन। यसलाई मार्ने कि आफू मर्ने कि दुइटै टङ्गेर मर्न जस्तो लाग्छ कहीँनिर त मलाई त। अब बिरामी त बिरामी नै छन्, उहाँको दुःख छुट्टै छ। उहाँलाई पालन पोषण गर्ने मान्छेलाई झन् ठुलो पीडा। एक त भाइको दुःख यस्तो छ, भाइको पीडा यस्तो छ, त्यसमा चाहिँ उहाँलाई आफ्नो काम छोडेर घरबारै छोडेर भए पनि उहाँलाई एकजनाले त स्याहार गरिराख्नु पर्छ। स्याहार सुसार नगरेर त कसले गर्ने? स्याहार सुसार त बाध्यताले गर्नु पऱ्यो। अब गर्न सक्नेवाला छैन, दिसा पिसाब गर्न सक्नेवाला छैन, दिसा फाल्नु पऱ्यो, पिसाब फाल्नु पऱ्यो, पानी ल्याउनै पऱ्यो। यसलाई कसले गर्ने? आफै यसले नगरेर कसले गर्ने? एउटा त अनिवार्य चाहियो यसको लागि। अब एउटा भन्छन् नि उखान, मर्नुभन्दा बौलाउनु जाति भने जस्तै एउटा बौलाउनु जस्तै हुन्छ होला कहिले मनमा होइन? बौलाउनु जस्तो हुन्छ, कहीँनिर त काटौँ जस्तो लाग्छ। के गर्ने, काटौँ र फालौँ र आफू पनि मरौँ जस्तो लाग्छ। के गर्ने अवस्था भएपछि। तर ज्यान फाल्न त्यति सजिलो छैन। तर ज्यान फाल्न त्यति सजिलो नभएर मात्रै हो। अब जे 2 दिनको आँखा देख्ने जिन्दगी हो भनेर मात्रै हो, नत्र चाहिँ म कहिल्यै यसलाई पनि खत्तम गरेर आफू पनि खत्तम गरौँ हुँ जस्तो लागिरहन्छ मनमा त कहिलेकाहीँ। हामीले तपाईँलाई भन्नुभन्दा नि भिडियोबाट प्रत्यक्ष देखाउन चाहन्छौँ उहाँको अवस्था, उहाँको बसाइ हेर्नुहोस्, उहाँको घर, उहाँको परिस्थिति, उहाँको दुःख पीडा तपाईँ आफै बुझ्न सक्नुहुन्छ। हामीले भन्न आवश्यक छैन। तस्बिर आफै बोल्छ भने जस्तै भिडियो आफै बोल्छ। यहाँ भिडियोले आफै भन्छ। उहाँको शरीर हेर्नुहोस्, उहाँको टुटेर, कम्मर टुटेर, उहाँलाई 2-3 जना त उहाँलाई स्याहार सुसार गर्ने मान्छे नै चाहिन्छ। यो बेडमै दिसा पिसाब हुन्छ उहाँको।
अब सरकार त यहाँ सुतेर बसेको छ, सम्बन्धित निकाय त सुतेर बसेको छ। उहाँलाई केही सानो राहत चाहिँ यहाँको स्थानीय सरकार, यहाँको केन्द्र सरकार, प्रदेश सरकारले गर्नुपर्छ। समाजसेवी, बुद्धिजीवी र सम्पूर्ण सामाजिक अभियन्ताले उहाँको लागि केही गरिदिनुपर्छ भन्ने हामी आह्वान उठाउन चाहन्छु। किनभने सरकार भने दुःखी, पीडित र गरिब र एउटा सोझा साझा एकदम दुःख पाएका, पीडामा बाँचिरहेका, मर्नु र बाँच्नु भएको यो अवस्थामा यो एउटा शैय्यामा बसिराख्नुभएका मानबहादुर कडायतको यो अवस्था यहाँको स्थानीय सरकार र यहाँको सम्बन्धित निकायले बुझ्नुपर्छ भन्न चाहन्छु। र बाँकी उहाँको दुःख कस्तो छ, पीडा कस्तो छ, फेरि हामी केही उहाँको मुखबाट पनि सुन्न चाहन्छु। नराम्रो लाग्छ, धेरै दुःख लाग्छ। साथीभाइ हुन्छन्, धेरै भइगएको। घाउ बल्दिँदा पनि लगभग 2 वर्ष लाग्यो इन्डियामा। त्यो घाउ बल्दिँदाखेरि लगभग 2 वर्ष लाग्यो। त्यहाँबाट आएर नेपालमा आइहालेँ। अहिले न पिसा दिसा आएको थाहा हुन्छ, न पिसाब आएको थाहा हुन्छ। मलाई केही थाहा हुन्न। मलाई पिसाबको लागि पाइप हालेको छौ, केही थाहा हुन्न। मलाई अरूको सहारामा हुन्छ, आफै टुल्न खान सक्दैन। म अरूले दियो भने खान्छु, नत्र भोकले हुन्छ। त्यस्तो होइन। तपाईँलाई त्यस्तो बाँच्नको लागि बास दिने को छ तपाईँ घरमा? दाइ हुनुहुन्छ, भाउजू हुनुहुन्छ, भतिजो छेउ। दाइ, भाउजू, भतिजो हुनुहुन्छ होइन? हजुर। उहाँले चाहिँ आफू मरि भए पनि तपाईँलाई बचाइराख्नु भएको छ? बचाइराखेको छ, अहिलेसम्म बचाइराखेको छ। भोलि आफ्नो छोराछोरीलाई, आफ्नो विकास हेर्न आनन्द मेरो कहाँ हेर्न नि।